स्वागत छ यहाँ सबैजनालाई। आज हामी जोमाचो पैदल यात्रा गर्दैछौँ। आजको मौसम निकै रमाइलो छ। त्यही माथि हामी 4 जनाको टिम छौँ। आज मौसमले बिहान बिहान पानी परेर एकदम साथ दिएको छ। हेर्दाखेरि बाटो पनि एकदम रमाइलो देखिया छ। हरियाली सास फेर्न कति सजिलो भएको छ। हामी धुवा धुलोमा बसेको भएर आजको यात्रा पक्कै पनि एकदमै राम्रो हुनेछ यो आशा छ हामीलाई। सुरु गरौँ आजको यात्रा। गरौँ हाम्रो टिमहरू यता छन्। हटी मात्र साँच्ची नै है लाग्नु चाहिँ उहाँ चाहिँ अहिले थाकिसक्नु भयो। 10वटा सिडी चढेर कति मिटर हो है हिँड्न जाने भने चिप्लिन्छ। गाह्रो छ अवस्था। सुमिना चाहिँ अब एपिएफ को ट्रेनिङ भएर होला उसको चाहिँ एकदम हिँडाइ कडा छ। तलतिर पुग्लान्छ यहाँ दिन त एकपल्ट हेरौँ। लिनुहोस् न भन्ने मलाई तलतिर चाहिँ पुगाइ फेरि यो सजिलो हुन्छ कि सक पनि हुन्छ त्यो माथि शीतल हुन्छ कि थोरै मान्छे पाएन यतिको मात्र फ्रेस मात्र खेती भएको बिचरा ल्याउनु म दिन्छु तपाईँलाई। अलिक पर्दै जानु ल। यो इजरायल र इराक युद्धले गर्दाखेरि जमिनमा वहाँ तल चाहिँ बस्न गाह्रो भएर चाहिँ हामी डाँडातिर जाँदैछौँ लुक्नलाई। आएर तोपले उडाइदियो भने के गर्ने फेरि। त्यो न्युज पढ्दा पढ्दै होइन एकचोटि हेर्नु आयो न्युज पढ्दा पढ्दै तोप हान्ने न्युज पढ्दा तोप हानेर हामी डाँडातिर भागेका छौँ भन्ने कुरा जानकारी गराउन चाहन्छ। यहाँ अझै 3 किलोमिटर छ होइन होला 3300 मिटर भनेर त्यहाँबाट 3300 त्यहाँबाट भनेर अहिले हिँड्दा त काहीँ त रहेन। म त पुरै त्यस्तै होला भनेर सोचिसकेँ। पानी खान्छस्? दौडौँ ल। पानी खुवाइदिएछ यिनीहरू। थ्याङ्क यू। गएर चिकन खान लाग्छ नि। हिँड्दै मैले भाइ आधी बाटो त सक्यो भनेर अनि हे महादेव इतना ऊपर रहना जरुरी था पनि पशुपतिनाथ ठिक छ भने पशुपतिनाथ ठिक छ हो नि। सर र बाइक लिएर गाडी लिएर गयो टक्कर हो कि दर्शन गरे आयो एकदम संसारको सबभन्दा स्वर्गीय ठाउँ छ पशुपतिनाथ हो नि। यो कुन महादेव बाबा हो र 28 किलोमिटर यहाँ हो भन्नु त 28 किलोमिटर धेरै यस्तो 4-5 हाम्रो रिङ रोड भयो पुरै रिङ रोड काठमाडौँ 7 बजेबाट उड्लिन स्टार्ट गरेको थिएँ दिउँसो 2-3 बजे झरेको त इन द नेम अफ होली गॉड खतरा दामी यार दिस इज भेरी नाइस थैंक यू वन थोड़ी देर में तड़का डाल के दे देंगे। सर कस्तो भइरहेछ हजुरलाई? एकदम रमाइलो रमाइलो छ हजुर थकै लागेको छैन? रिफ्रेसिङ थकै चाहिँ लागेको छैन? थकै लागेको छैन। म यो उमेरमा थकै लाग्यो भने के हेर्नु हैन? यो उमेरमा चाहिँ बुढो भइसक्यो हेर्नु भर्खर 20 वर्ष हुनुहुन्छ। हैन एक्चुअली म 46 हो तर म चाहिँ
अलिकति फिटनेस फ्रिक भएकोले दिनमा 1.5-2 घन्टा एक्सर्साइज पनि गर्छु तर मलाई चाहिँ यो केही पनि लागिरहेको छैन इट्स इजी है रमाइलो छ एकदम You always went for best thing. So, nice. ग्रुप पाएर आराम भयो यार मैले त भागिहाल्थेँ मलाई घर पुऱ्याइदियो भाइ तेरो रगत हेर जुगाको माई गड यहाँ पनि होला फेरि खाएर जान्छ तपाईँ जङ्गल हिँडेर ए ट्राउजरमा ठिक भने त ट्राउजर होइन बरु हात पाइ ठिक रहेछ नि खै त हाम्रो ए त्यो सर्टकट आयो नि उताबाट हो त्यो सर्टकटको चक्कर भाइ मलाई सर्टकटबाट घर पुऱ्याइदियो सर्टकटको चक्करमा यो भएको के आज यो टाँसिरहेको छ मलाई साह्रै डर लाग्छ जुका दिएर रगत बगिरहन्छ नि टोइरामा केही छैन यही भयो एडभेन्चर भनेको अझ धेरै जुगाले टोकाउनु पर्ने रगत धेरै छ क्या केही हुन्थेन केही भन्नुहुन्न क्यामेरा अगाडि भन्नु मेरो सब फेल भयो क्यामेरा लुक्या त लुकाएर गर्ने बिना क्यामेरा But then also everyone must come. Experience this. भाइ पीछे भी देख लो एक बार पहिला सातो जान्छु भने पछि बुझ्दै गए चाहिँ जुरासिक फिल्मको कुन फिल्ममा हेरेको थिएँ नि यस्तो जङ्गल एडभेन्चर्समा त्यो एकजना पछाडि आउँछ नि त्यसको ब्याकमा त्यसमा उमा टिभीमा हेरेर सिरिङ भएमा पत्ता देखाएको गाडीमा गजब है कस्तो दामी ठाउँ कुन साइडतिर पऱ्यो त्यो यता वाइट गुम्बा होइन उति अनि कत्रो ठुलो रहेछ है यो के यस्तोमा सुत्दैन यस्तो रोडको हिँड्ने बाटोमा सुत्दैन नि त यस्तो तल यस्तोतिर बस्छ सिद्धो भएर यो त मान्छेले माटो खोल निकाल्यो भने पुरै पिसाब दिसा गऱ्यो होला ए के आनन्द छ तल हेर्नु अहिले धेरै माथि आयो नि Starbucks is... No, no. This is heavenly pleasure. Everyone must come. They must come out from their comfort zone and they must see this Sivapuri Nagarjuna.
चलिए चलिए आउनुहोस् सब आइपुगिसक्यो आउनुहोस् सबैका पैसाको ख्याल रहेछ हेलो बाइक लानुहुन्छ आइपुग्यो बल्ल बल्ल 2 घन्टा लाएर लाई 2.5 घन्टा लाग्यो नि हामीलाई आउनु आउनु आइपुग्छ अब त दौडेर आउनु अब खुसीमा आइया डर लाग्यो हजुर सिडी हैन 3-4 वर्ष पहिला चढ्दा पनि म चढ्दा चाहिँ भाग्दै जस्तो लाग्यो अहिले पनि घामले भेट्यो नहुनै मन भन्छ पुरा आएर छ त्यो के अरे यसमा छ नि त्यो उ गर्छ नि भन्नाले हामी चाहिँ यो डानको लाइन डाँडामा छौँ यो चाहिँ हाम्रो फुड खानेकुराहरू कस्तो भइरहेछ यम्मी यम्मी भन्नु कस्तो भइरहेछ सुन्न भुटानको लामी डाँडामा रमाइलो रमाइलो भए अलिअलि कि धेरै ब्यागमा लानुपर्छ अब त पर्दैन डस्टबिनमा हालिदिन्छ तपाईँ खानु न आमा आफ्नो त कुरुम कुरुम छ खाँदा कप खाँदा आनन्द आयो अचारमा कप खाँदा कप खानु खिचिसक्यो अब म खान्छु कप यसो गर्ने तपाईँको भिडियो खतरा तपाईँ